ज्यू धरानुको महानगरपालिका अन्तर्गत विभिन्न वडाका अध्यक्षज्यूहरू अन्तर्गत रहेर विभिन्न तहमा आफ्नो आदरणीय अध्यक्षज्यूहरू यस कार्यक्रममा आमन्त्रित विभिन्न जातीय संस्थाका अध्यक्षज्यूहरू प्रतिनिधिज्यूहरू यहाँ उपस्थित रहनुभएका पत्रकार मित्रहरू र युवाको सांस्कृतिक मौलिक चाडलाई अर्को लाग्ने साथ गराउनको लागि यस भागको मैदानमा उपस्थित हुनुभएको साथीहरू वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ फेरि म अर्को नयाँ भिडियोमा लिएर उपस्थित भएको छु। आज चाहिँ हाम्रो 2082 सालको चाहिँ साकेला उत्सव सुरु भएको छ नि त। आज चाहिँ धरानको मुटु भानुचोकमा चाहिँ साकेला सिडी प्रदर्शनी कार्यक्रम छ। त्यसको लागि म पनि त्यहाँ एकछिन निस्किएको हुनाले चाहिँ म त्यो भिडियोहरू चाहिँ लिन गइरहेको छु। अब हेर्दै जानुहोस् है त कस्तो हुनेछ यहाँ हाम्रो भानुचोकमा। धरान नगर स्तरीय साकेला सिडी प्रदर्शनी कार्यक्रमको हाम्रो स्टेज यता रहेछ। त्यहाँ चाहिँ कति आउँछ धरान सभाका अध्यक्ष लगायत सम्पूर्ण कार्य समितिबाट पाल्नुभएका पदाधिकारीज्यूहरू र सदस्यज्यूहरूलाई स्वागत सम्मान गर्दछु।
निवासी तेज बहादुर राईज्यूलाई पनि स्टेजमा आएर रहिदिनु हुन हार्दिक अनुरोध गर्दछु। किराँती समुदायमा अहोद्रत हामीलाई साथ सहयोग गर्नुहुने व्यक्ति तेज बहादुर राईज्यूलाई स्टेजमा आएर रहिदिनु हुन म हार्दिक अनुरोध गर्दछु।
रमेश राईज्यूलाई अतिथि आसन ग्रहण गराउने क्रममा अतिथि आसन ग्रहण गरिदिनु हुनमा हार्दिक अनुरोध गर्दछु। त्यसै गरी किरात राईको 15 का सभाकार तेज बहादुर राईज्यूलाई पनि अतिथि आसन ग्रहण गरिदिनु हुनमा हार्दिक अनुरोध गर्दछु। कार्यक्रममा हाम्रो धरान 19 अरू पनि सबैको मिसेर अरूतिर पनि मिसेर नाचिरहेको अवस्था छ। किरात राई आएका धरान उपमहानगर कार्य समितिका पूर्व अध्यक्ष श्री जागिरमान राईज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुनमा हार्दिक अनुरोध गर्दछु। अनुरोध गर्दछु। सही क्रममा हामी औपचारिक कार्यक्रमलाई अगाडि बढाइरहेका छौँ। हाम्रो उपमेयर पनि हुनुहुन्छ रहेछ। अब पालो आएको छ स्वागत मन्तव्यको। गाग्री भरिएको पानी र फुलका गुच्छाहरूले स्वागत गर्न नसके तापनि शब्दरूपी गुच्छाहरूले साकेला उभौली विषयमा प्रकाश पार्दै स्वागत मन्तव्य राखिदिनु हुन किरात राईज्यूलाई हार्दिक अनुरोध गर्दछु। अन्नबाली राम्रो होस्।
पानी परोस्, आकाशबाट पानी मजाले परोस्, अब आउने खेतीपाती राम्रो होस्। उभौली पर्व सुरु गर्दै हामी कृषिलाई सुरुवात गर्ने दिन हो, तसर्थ हामी हर्ष उल्लासका साथ आज साकेला उभौली मनाउँदैछौँ। जीविकोपार्जन गरेका थिए, हाम्रो यथार्थ जीवन चित्रण चाहिँ यसले गर्दछ। तसर्थ सिल्लीको मार्फतद्वारा हामी विभिन्न कुराहरू, हाम्रा रहनसहन, हाम्रा पहिचान, हाम्रा संस्कार संस्कृतिको बारेमा प्रस्तुत गर्दछौँ। साकेला सिल्लीको भव्य आयोजना गर्दछ र हामी किराँती समुदायहरूले सद्भाव, सहयोग, माया, स्नेह इत्यादि आदि कुराहरू समाजमा पनि रूपान्तरण गर्दै समाजमा चाहिँ हामी मेल आदेमालो गर्दै जानुपर्दछ भन्ने सन्देश दिँदछौँ। तसर्थ यस सन्देशका लागि किराँतलाई आएका धरान उपमहार कमिटीको तर्फबाट चाहिँ यहाँलाई पूरै धन्यवाद दिन चाहन्छु। यस आजको विभिन्न आर्थिक सहयोग गर्ने महानुभावहरू छन्। समितिका साथीहरू र हाम्रो आदरणीयलाई अब कृष्ण राईज्यू लगायत सम्पूर्णलाई आज किराँतीहरूको तर्फबाट सबैलाई म किराँती सेवा गर्न चाहन्छु। म धेरै कुरो केही राख्न चाहदिनँ, थुप्रैले भाषण गर्नुपर्नेछ। मलाई पनि विशेष नम्बर वार्डको तर्फबाट अध्यक्षको तर्फबाट मलाई 2 शब्द यहाँ बोल्ने मौका दिनुभएकोमा समितिको तर्फलाई उहाँहरूलाई म धेरै धन्यवाद दिन चाहन्छु। र आजको कार्यक्रम यो कार्यक्रम एकदमै आफ्नो संस्कार संस्कृति कलाहरूको एउटा नृत्य प्रदर्शन र आफ्नो संस्कार झल्काउने प्रदर्शन आज अगाडि आओस् र जाओस् भन्न पनि म चाहन्छु। किनभने यो हाम्रो देश एउटा संस्कार र संस्कृतिले भरिएको देश छ र त्यसले गर्दा यो हाम्रो कार्यक्रम भइरहेछ। यो कार्यक्रम एकदमै उभाउने कार्यक्रम सफल रहोस् र धन्यवाद। 2 नम्बर वडाका वडा अध्यक्ष श्री रमेश राई धन्यवाद दिन चाहन्छु। अतिथि आसन ग्रहण गराउने क्रममा धरान उपमहानगरपालिका अन्तर्गत विभिन्न वडाका अध्यक्षज्यूहरू अन्तर्गत रहेर विभिन्न सहरहरूमा आफ्नो आदरणीय अध्यक्षज्यूहरू यस कार्यक्रममा आमन्त्रित विभिन्न जातीय संस्थाका अध्यक्षज्यूहरू प्रतिनिधिज्यूहरू यहाँ उपस्थित रहनुभएका पत्रकार मित्रहरू र युवाको सांस्कृतिक मौलिक चाडलाई हर्षोल्लासका साथ मनाउनका लागि यस भारतको मैदानमा उपस्थित हुनुभएको
चाहिँ सबैले चिताएको लागेको काम पुरा होस् भन्ने यहाँको सम्पूर्ण शुभकामना दिँदै आफ्नो छोटो भनाइ यहाँ दिएको धन्यवाद नमस्कार सेवा धन्यवाद महानगरपालिकाका मुख्य आयोजक भेगा छु आदरणीय अध्यक्ष
मेरो यो चाहिँ धरानको भानुचोकमा भएको साकेला सिली प्रदर्शनीमा चाहिँ यहाँ सबै ठाउँको वडा समिति कार्यालय वडा कार्य समितिबाट चाहिँ उपस्थित हुनुभएको सबै साकेला नाच्ने साथीहरू नाच्दै हुनुहुन्छ, कोही कता नाच्दै हुनुहुन्छ, कोही कता नाच्दै हुनुहुन्छ है। मैले पनि जता पाएँ त्यति भए पनि खिचिदिएँ। अनि त्यहाँदेखि अब हुँदैछ सबै सकिएको त छैन, तर अब म चाहिँ अब यहाँबाट चाहिँ यतिकैमा निस्किनु पर्ने भएकोले चाहिँ म चाहिँ बिस्तारै अलिअलि खिच्दै निस्किन्छु। मेरो हेरिदिनु भयो धेरै धेरै धन्यवाद। अर्को भिडियो भेट्यौँ सायद। बाई बाई।